पहिला बाजेको पालामा पनि एमाले, बाउको पालामा पनि एमाले र अहिले हाम्रो पालामा पनि एमाले। सधैँ हामी मुखले भन्नु चाहिँ परिवर्तन चाहे भन्ने, तर सधैँ त्यही एउटा पुरानो पार्टीमा बसेर हामीले कहाँबाट परिवर्तनको कुरा गरेर परिवर्तन खोजेर चाहिँ कहाँबाट पाइन्छ? सबभन्दा ठुलो दोष भनेको हामी जनताको, तपाईँको दोष हो, मेरो दोष हो। यहाँ चाहिँ के हुनु पर्यो भन्दाखेरि जहिले पनि हामी चाहिँ एउटै पार्टीको पछि लागेर हिँड्ने, एउटै मात्र। जस्तै मेरो बाजे चाहिँ काङ्ग्रेस थियो भने म पनि काङ्ग्रेसै हुनुपर्छ भन्ने। त्यसले चाहिँ के हुन्छ भन्दाखेरि देशमा परिवर्तन हुने होइन कि देश विकास हुने होइन कि हामी तपाईँ होला म होला त्यो एउटा काङ्ग्रेसको अथवा एमालेमा हामी बाजेको पालादेखि बस्दाखेरि हामी पार्टीभित्रको विश्वासिलो राम्रो नेता बन्ला, तर देशको एउटा राम्रो नेता त बन्न सक्दैन नि। त्यसरी त्यसको निचोट भनेको के हुनु पर्यो भन्दाखेरि म बसेको पार्टीले, अर्थात् मैले पार्टीको म नेता होस् या म कार्यकर्ता होस्, मैले देशको लागि के राम्रो काम गर्यो, के नराम्रो काम गर्यो, त्यो हामीले छुटाउन सक्नुपर्छ। चाहे म पार्टीको नेता होस्, मैले देशको लागि के राम्रो काम गर्यो, जनताहरूले मलाई कतिको चाहिँ साथ दिइराखेको छ, जनताले मलाई कतिको चाहिँ विश्वास गरिराखेको छ भनेर आफूले राम्रो र नराम्रो आफ्नो काम छुटाउने, आफ्नो पार्टी। त्यही त म भन्दैछु सर, नेताले पनि राम्रो नराम्रो काम छुटाउनु पर्यो र कार्यकर्ताले पनि राम्रो नराम्रो काम छुटाउनु पर्यो। नेताले नराम्रो काम गरेको भए त जनताले चाहिँ आजसम्म त अनि सचेत गरेर चाहिँ उनीहरूले चाहिँ होइन सर, यहाँ चाहिँ के भइराखेको छ भन्दाखेरि जस्तै म एमालेको कार्यकर्ता भनौँ, म एमालेको कार्यकर्ता अथवा काङ्ग्रेसको कार्यकर्ता भइसकेपछि मेरो पार्टीले जुन राम्रो काम गरे पनि नराम्रो काम गरे पनि त्यसलाई चाहिँ हामीले यो चाहिँ हाम्रो पार्टी हो, यसको चाहिँ अब नराम्रो काम भए पनि हामीले यसलाई चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने किसिमको चाहिँ धारणा भएको हुनाले र जुन चाहिँ म नेता भए पनि हाम्रो पार्टीले चाहिँ नराम्रो काम गरे पनि हामीलाई जनताले नपत्याए पनि यो पार्टीको नेता चाहिँ मै हुनुपर्छ, यहाँको अध्यक्ष चाहिँ मै हुनुपर्छ भनेर नेताहरूले चाहिँ एकहोरो सोचले म चाहिँ यो पार्टीको अध्यक्ष चाहिँ मै हुनुपर्छ, मैले तल्लो पुस्तालाई युवाहरूलाई चाहिँ मैले यो अध्यक्ष पद दिएँ भने मेरो चाहिँ अब इज्जत रहँदैन भन्ने खालको सोच राखेर पार्टी चले पनि नचले पनि जनताले चाहिँ त्यो पार्टीलाई समर्थन गरे पनि नगरे पनि चाहिँ त्यो पार्टीको अध्यक्ष चाहिँ मै हुनुपर्छ भन्ने अडिक सोचका साथ चाहिँ नेताहरू बसेको कारणले चाहिँ यो अहिले हाम्रो देशमा पार्टी पनि धेरै भइराखेको छ र कार्यकर्ताले पनि के सोच्नु पर्यो भन्दाखेरि हाम्रो पार्टीले राम्रो काम गरेको छैन भने यो पार्टीलाई छोडेर कतै हामीले राम्रो काम गर्नेहरूलाई सहयोग पो गर्ने हो कि सघाउने पो हो कि भन्ने सोच चाहिँ हामी कार्यकर्ताहरूले पनि राख्नु पर्यो। अब छोड्दै नछोड्ने, अब यो मेरो पार्टी हो, मैले खोलेको पार्टीमा अध्यक्ष मै मात्रै हुनुपर्छ भन्ने चाहिँ सोच भएको कारणले चाहिँ कार्यकर्ताहरू चाहिँ अब छोड्ने, अर्को पार्टी खोल्ने, त्यस्तो चाहिँ भइराखेको छ। हाम्रो नेताजीहरूले पनि के सोच्नु पर्यो भन्दाखेरि अब यो मैले पनि केही गर्न सकेन, अब मलाई अब कार्यकर्ताहरूले नि साथ छोड्दै गयो र जनताहरूले नि मलाई पत्याएन, अब चाहिँ मैले यो पार्टी चलाइराख्नुभन्दा बरु यो मेरो सानो पार्टीलाई खारेज गरेर मैले कुनै युवाले राम्रो काम गर्न लागेको छ भने हाम्रो यो पार्टी खारेज गरेर बरु हामी सम्पूर्ण चाहिँ त्यो राम्रो काम गर्ने युवापट्टि चाहिँ हामी गएर चाहिँ सम्पूर्ण एक ढिक्का भएर चाहिँ बरु देशलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर चाहिँ कसैले केही गर्न खोजेको छ भने उहाँलाई चाहिँ सहयोग गर्नु पर्यो। अब सबैजना लागेर यो पार्टी चाहिँ के आफ्नो आफ्नो पेवा पार्टी हुन्छ र होइन, अनि आफै राख्नु पर्ने, दुईजना भए पनि अध्यक्ष र सचिव मात्रै दुईजना पार्टी भए पनि त्यो चाहिँ बसिराख्नु पर्ने। यदि त्यस्तो हो भने त हो, नत्र भने यहाँ देशमा चाहिँ अहिलेसम्म सानसानो फुच्चे पार्टीहरू मात्रै कति छ, यहाँ त सयौँको सङ्ख्यामा हजारौँको सङ्ख्यामा चाहिँ पार्टीहरू छन्। भिजन त गतिलो हुन्छ नि त उनीहरूको, भिजन गतिलो भएर के गर्ने? त्यहाँ चारजना मान्छे बसेपछि मेजर 5 को 4जना 5जनाको टिम भएर त्यसले के गर्ने? जनताले पत्याउँदैन। बरु त्योभन्दा त्यसलाई खारेज गरेर बरु केही गर्न चाहने युवाहरू हुन्छ नि कतिपय, उहाँहरूलाई सहयोग गर्ने, उहाँहरूलाई ल तपाईँ अगाडि बढ्नु हामी पछाडिबाट साथ सपोर्ट दिन्छु भनेर चाहिँ अगाडि बढ्ने हो भने तपाईँको चाहिँ